मलाई एकजना मान्छेले आमा समूहको बारेमा कुरा गर्न बोलाएको छ, जान्छु है। ड्याडीलाई सोधेर जाऊ न। ड्याडी, म एकैछिन बाहिर निस्केर आउँछु है। एकजना सरले आमा समूहको बारेमा कुरा गर्न पर्यो भन्दै हुनुहुन्थ्यो। हुन्छ, अलि चाँडै घरमा आऊ। खास कुरा के रहेछ? त्यही आमाहरूलाई कसरी आमदामी बढाउन लगाउने भन्ने कुरा गर्नलाई होला। यो पक्कै निकेश होला। ल जाऊ, सामाजिक काम गर्नु राम्रो कुरा हो र यो राजनीतिको पहिलो खुड्किलो पनि हो। यो अवधि विकास दम्पति सरको घर हो। 33 नम्बरको मान्छे आएको छ भनिदिनुहोस् न। हेलो, तिमी कहाँ छौ? काठमाडौँ आएको हो? म भर्खरै काठमाडौँ आइपुगेँ। रुममा पुग्नै लागेको छु। म तिमीलाई कुनै क्याफेमा भेट्न सक्छु? हुन्छ, बरु कति बेला भेट्ने? म घरबाट हिँडिहाल्छु बरु। तिम्रो फुर्सद छ कि छैन? कोठामा पुगेर फ्रेस भएर आउँछु। अब त जिन्दगी फुर्सदै फुर्सद हो, कसैको सहारा नपाउन्जेल। कमला दिदी, ए कमला दिदी, ए मीरा बहिनी, माथि नै आऊ न। ए हस्। नमस्ते दिदी। नमस्ते, बस न। अनि तिमी त पसल ससल बेचेर चितवनतिर गएको भनेको सुनिरहेको थिएँ, यतै रहेछौ त? केही लिन्थ्यौ कि चियापानी? नखाने दिदी, म अहिले भर्खर आएको चितवनबाट। केही काम थियो कि भेटघाट गर्न मात्रै आयौ? दुबई हो दिदी। मैले पसलमा सामान थप्नको लागि पहिला मानवीर दाइसँग पैसा मागेको थिएँ। अहिले मसँग पैसा छैन भन्दै आफूले घाँटीमा लगाइरहनु भएको सिक्री खोलेर पसल राम्रोसँग चलाऊ भनेर दिनुभएको थियो। अब यो सिक्री फिर्ता गर्न आएको दिदी। दुःखमा साथ दिएको मान्छेलाई धोका दिनुहुन्न भनेर नि। अनि किन त मलाई यो सिक्री मानवीर दाइलाई घरमा लगेर दिनु? फेरि मैले कसरी दिनु? भयो, अर्काको सामान तिमीले आफै काम चलाएको आफै देऊ। उसै त बिन्दु दिदी कति कडा छिन्। आफ्नै पसलमा त मैले बिन्दु दिदीको हातबाट एक झापड पिटाइ खाइसकेको छु। मानवीर दाइको घरमा जाँदा फेरि भुत्ला भुत्ली पर्यो भने म दुःखमा साथ दिएको मान्छेको घर झगडा देखाएर दुनियाँलाई हँसाउन चाहदिनँ दिदी। मानवीर दाइलाई त बिन्दुले छोडेर गइसक्यो नि, थाहा छैन र? अब त बिन्दु फर्किन्छ कि मानवीर दाइलाई छोडिदिन्छ हेर्न मात्र बाँकी छ। ला हो र कमला दिदी, मैले गर्दा अर्काको घरबारै बिग्रियो। अब मलाई कत्रो पाप लाग्ने भयो। यो सिक्री तपाईँ आफै लगेर दिनुहोस् ल दिदी। तिमी भेटेर आफै फिर्ता गर र सिक्री फिर्ता गर्दाखेरि मानवीर दाइसँग माफी पनि माग। तपाईँले ठिकै भन्नुभयो कमला दिदी, म त्यसै गर्छु। मानवीर दाइलाई गएर भेटेर म आज नै चितवन फर्किन्छु। हुन्छ, आउँदै गर। तपाईँको त्यो प्रेम कहानी सुन्नलाई फुर्सद मिलाएर एक दिन अवश्य म आउँछु। कस्तो सुन्न मन लागेको तिमीलाई अर्काको प्रेम कहानी? छोरीको त्यस्तो हुँदा पनि दुःख नमानेको दिदीको प्रेम कहानी कस्तो होला भनेर नि। मेरो कहानी मलाई मात्रै होइन मिरा, माइली आमालाई पनि सबै थाहा छ। ल फुर्सद मिलाएर आउँदै गर अनि सुनाउँदा।
हस् त दिदी, म लाग्छु। ओहो मानवीर दाई, नमस्कार। ओहो मिरा, तिमीले त मलाई बर्बाद बनायो नि। मेरो त सबै खत्तमै भयो। मैले थाहा पाइसकेँ दाई, मलाई माफ गरिदिनु। मेरो तपाईँलाई फसाउने कुनै पनि उद्देश्य होइन। मानवीर दाई, मलाई मेरो परिस्थितिले बाध्य गरायो। फेरि सधैँभरि एक्लै पनि बस्न सकिँदो रहेनछ। हाम्रो समाज पनि यस्तै छ। एक्लो आइमाईलाई कसैसँग बोलेको देख्यो भने बात लगाइदिन्छन्। भनेपछि तिमीले विवाह गर्यौ होइन त? विवाह त होइन दाई, तर हामी सँगै बस्छौँ। ए ल ठिकै छ। त्यसो भए काठमाडौँ किन आयो त? चितवनतिर छौ भन्ने सुनेको थिएँ। मानवीर दाई, तपाईँको यो सिक्री दिनको लागि मात्रै म काठमाडौँ आएको। लाउनुहोस् तपाईँको सिक्री। अब कहिले काठमाडौँ आउँदिन? मान्छेले भन्दा पनि समयले बोलायो भने चाहिँ आइन्छ। के गर्नु, जिन्दगी नै फिरन्ते जस्तो भएको छ। ल दाई, म लागेँ। म यति कामले आएको, म आज नै चितवन फर्किन्छु। फोन चाहिँ गर्दै गर है मिरा। ए बस्नु। के लिनुहुन्छ? कफी, चिया? म भर्खरै घरबाट खाजा खाएर आएको। तपाईँ के लिनुहुन्छ कि? होइन होइन, मैले भर्खर खाएर निस्केको। ए अनि साँच्ची हाम्रो आमा समूह कस्तो चल्दैछ? एकदमै राम्रो चलिरहेछ। आमाहरूको कुरा सुन्न मलाई साह्रै रमाइलो लाग्न थालेको छ आजभोलि। अब आमा समूहहरूलाई आर्थिक उन्नतिमा अगाडि बढाउन सेयर मार्केटमा आइपिओ भर्न पनि सिकाउनुपर्छ। आमाहरूको थैलीको पैसा खर्च मात्र होइन, अब आम्दानीमा परिणत पनि गराउनुपर्छ। ठिक भन्नुभयो। कहाँ मलाई तपाईँ भनिरहेको, तिमी भन न। तिमी शब्द हाम्रो लागि स्वादिलो र नजिकको हुन्छ। कहाँ शब्द पनि स्वादिलो हुन्छ त? हुन्छ नि, स्वादिलो बोली अनि सुरिलो धुन। खै के हो? ल अहिलेलाई जान्छु, पर्सि आमा समूहमा भेटौँला। अहिले अलि हतार छ। म फोन गर्दै गर्छु। यदि म माथि रिस उठ्यो भने पनि फोन चाहिँ दाराक किटेर पनि उठाऊ है।
खाना खाजा केही खान्छौ? खान्न। यता कतै सिसी क्यामेरा त छैन? छैन। तिमी ढुक्क बौ। अनिसाले गरेको काममा तिमी सधैँ सेफ हुन्छौ। काम गर्दा केही अप्ठ्यारो त भएन? केही भएन। 33 नम्बरको मान्छे भनेको 1 मिनेटमा यो झोला ल्याएर दिनुभयो। के कति कसलाई केही पनि सोध्नु भएन। तिमीले दिएको जिम्मेवारी पुरा गरे मैले। काम सजिलो छ, गाह्रो नमानी गर। अब हुलिया अलि फरक पार, जुन मैले पनि चिन्न गाह्रो होस्। हुलिया त फरक पार्ने, तर कस्तो बनाउने? फरक हुनु पर्यो। तिम्रो आफ्नो पाराले प्रत्येक काममा तिमी फरक हुनुपर्छ। अनि कोही केटीसँग चक्कर छ कि छैन? छैन, कसैसँग छैन। छ भनौँ भने पाको काम पनि फुत्केला। जो केटीसँग चक्कर चलेको भए पनि त्यो तिमीले हुन्छ भनुन्जेलसम्म मात्रै हो। जब तिमी हुँदैन भन्न थाल्छौ नि, ऊ आफै पन्छिन थाल्छ। किनकि केटीहरूले सजिलो र आफूले भनेको मान्ने केटा मात्रै चाहन्छन्। यसैलाई केटाहरू प्रेम सम्झिन्छन्। के भयो, टोला एउटा? हरेक ठाउँमा तिमीलाई मेरो सहयोग रहिरहनेछ। म कडा छु, तर म सधैँ तिम्रो साथमा रहिरहनेछु। तिम्रो परीक्षा हुलिया चेन्ज। जसले तिमीलाई यो पैसा दियो उसले तिमीलाई नचिनोस्। नमस्कार। हजुरलाई धेरै बेर पुऱ्याएँ होला है, पठाउले अलि ढिला गऱ्यो। केही छैन, फर्किहाल्न हतार हो र। बस्नु न, बसेरै कुरा गरौँ। के लिनुहुन्छ? चिसो तातो? चिसो तातो भन्दा नि चिसो पानी ल्याउनु। साउनी, एक गिलास चिसो पानी ल्याउनुहोस् त। मैले त हजुरको नाम सोध्नै भुलेछु। मेरो नाम मानवीर हो। फोन नम्बर मात्र आदान प्रदान भयो। मैले पनि तपाईँको नाम सोध्नै बिर्सेछु। मेरो नाम रेखा हो। बिन्दुले यात्रा टुङ्ग्याई, कतै रेखाले मेरो जीवनको यात्रा सुरु गराइदिने त होइन? के भयो? के सोच्नु भएको? कि घरकी बुढीले मसँग बसेको देखेर मार्छे भनेर सोच्नु भएको? मलाई घरकीले छोडेर हिँडेको 3 महिना भइसक्यो। किन छोड्नु भएको? कि तपाईँले पनि मेरो श्रीमानले जस्तै डिभोर्स त दिनु भएन? सानो सानो कुरामा झगडा गरिरहन्थिन्। माइत गएकी थिइन्। अकस्मात मेरो मोबाइलमा मेसेज आयो, तपाईँको र मेरो बाटो अलग अलग भयो भनेर। तपाईँको पहिलाको श्रीमतीको नाम के हो? बिन्दु हो। अनि तपाईँको श्रीमानको? देवेन्द्र। मेरो त बच्चा बच्ची पनि छैन, अनि डक्टरले कहिले पनि मेरो बच्चा बच्ची हुँदैन भनेर भनेको छ। तपाईँको बच्चा बच्ची छ कि छैन? एउटा छोरो छ, अहिले त ठुलो भइसक्यो।
पहिला मम्मीसँग लिपिक्कै हुन्थ्यो। मम्मीले छोडेर गएपछि अहिले मलाई माया गर्न थालेको छ। बिचरा एक्लै परेछ। मेरो कहिले बच्चा बच्ची हुँदैन, छोरोको माया पनि पाइन्छ कि के हो? के भयो? एउटा छोरो छ भनेपछि टोलाउनु भयो त? केही होइन, पीडा छ, बेला बेला टोलाइन्छ। जाउँ अब, कुनै बेला फेरि भेटौँला नि। ए मान्दै दाइ आज यता आउनुभएछ। अनि रेखा पनि सँगै छ। देवेन्द्रलाई सन्चै छ? मेरो र देवेन्द्रको त डिभोर्स भइसक्यो नि। तिम्रो बारेमा केही कुरा गर्थे देवेन्द्रले। मैले त उसलाई सम्झाएकै हो, यस्तो भइसकेछ। अनि मानवीर दाइ तपाईँको नि डिभोर्स भएको होइन? थाहा पाएर पनि के सोधिरह भने? हामी आएको धेरै समय भइसक्यो। जाउँ रेखा। यसले चिनेको रहेछ, फेरि कुरो बिगारिदिने हो कि? छोडेको क्या जोडा मिलेको। यो हाम्रो बन्द भएको ड्याडीको बिगरी हो। अनि मम्मीसँग कुरा हुन्छ त कि तँ पनि मम्मीसँग विराटनगर बस्न जान्छस्? मम्मीसँग फोनमा कुरा हुन्छ यार, म मामा घर बस्न जाँदिनँ। म सानो बालक हो र फेरि तैँले नै भनेको होइन, जनावरको बच्चाले दुध चुस्न छाडेपछि आफ्नो बच्चालाई हेर्दैन भनेर। बरु बाबालाई अर्को बिहे गर्नु भन्छ। मलाई त तिम्रो साथी छँदैछौ नि। ड्याडी उमेरमा एक्लै हुनुहुन्छ? एकदमै ठिक हो। श्रीमती मरेर गएको र छोडेर गएको बुढाहरूलाई एकदमै गाह्रो हुन्छ। यदि बाबाले बिहे गर्न मान्नु भएन भने त आफै बिहे गर, उमेर पुगेको छँदैछ। हो यार, आदित्यले ठिकै भन्यो। तँ घरमा एक्लै त हुँदैनस्। हुन्छ, बिहे गर, त्यही जेसीसँग बिहे गर। तँलाई मन पराउँछ, तेरो कुरा पनि मिलिहाल्छ। अब बाध्यता परेपछि के गर्ने? हुँदैन यार, म पछि बिहे गर्छु। अहिले पहिलाको जस्तै समय छैन। खाना पकाउनको लागि मात्र किन विवाह गर्नु? सबै अनलाइन अर्डर भइहाल्छ। केही काम गरौँ अनि बिहे गरौँला। ड्याडीको उमेर बल्ल 48 वर्ष त भएको छ। हामीले भन्ने कुरा त्यति हो, अब विचार गर। आयौ छोरी, खासमा तिमी कसलाई भेट्न गयो? आमा समूहलाई आर्थिक उन्नतिमा अघि बढाउनु पर्यो अब भनेर एकजना सरले बोलाउनु भएको थियो, त्यहीँ गएर आएँ कि। अनि कुरा भयो त? राम्रैसँग भयो। के को भलाकुसारी हो आमा छोरीको? छोरी बाहिर गएर आएकी थिइन्, कोसँग भेटेर आएकी हुन् भनेर सोधेको। हामीलाई सोधेर गएको होइन र? सोधेर गएकी त हो नि, तर बाहिर कोसँग भेटिस् भनेर सोध्नु परेन। जहिले आमा समूहको काम छ भनेर हिँड्छे। म आमा समूहको काम बाहेक अरू काममा हिँडेको नै छैन। आमा समूहलाई आर्थिक उन्नतिमा लगाउन सल्लाह गर्न गएको त हो नि। एकदम ठिक कुरा हो छोरी। यस्तो कामले देशको उत्पादनमा केही न केही टेवा पुग्छ। सबै ठाउँमा गठन भएको आमा समूहले यस्तै काम गर्नुपर्छ। सामूहिक बल पनि हुन्छ, काम पनि हुन्छ, स्थानीय उत्पादन नै बढ्छ। ल ठिक छ। यसले यस्तै मात्रै गर्छ कि बिहा पनि गर्छ? यसको बिहे गर्दिन पाए हामीलाई अलि हल्का हुन्थ्यो। होइन, यी आमाहरूलाई छोरीको बिहे गराउन हतार चाहिँ किन हुन्छ? बिस्तारै गरौँला नि बिहे। हतार होइन नि छोरी, ठिक समयमा बिहे गर्नुपर्छ। पछि भनेको के हो? विवाह गरिहाल्छिन् नि, बल्ल सामाजिक काममा लागेकी छिन्, समाजसित घुलमिल हुँदैछिन्, समाज राम्रोसँग बुझ्छिन् अनि विवाह गर्छिन्। समाज बुझेपछि दाम्पत्य जीवन पनि राम्रो हुन्छ नि। त्यही त भनेको। उता आमा समूहमा आमाहरूले अब बिहे गर्दिनौ भन्छन्, यता मम्मी। यो अनिसाले अनुरोधलाई काममा लगाइदिएपछि माइली दिदी खुसी छिन्। हो नि, छोराले काम नपाउँदाखेरि त झन्नै हामी गाउँ फर्किन आँटिसकेका थियौँ।
कहाँबाट मकलीले यो नानीलाई भेट गराइदिएर छोराले कमाइ दमाई गर्न थाल्यो। अझै मेरो छोरा त्यही निरुको मायामा छ। अब यो नानीले कहिले आफूतिर मन फर्काउन सक्ने हो? समयले बिस्तारै अनुरोधलाई मतिर फर्काउँछ आमा। केही समयपछि अनुरोधले निरुलाई बिर्सिन्छ। अहिले उनीहरू नभेटेको त 1 महिना जति भयो। अब बिस्तारै बिस्तारै समय लम्बिँदै जान्छ। तिमीले निरुलाई चिनेकी छौ? चिन्छु आमा, ऊ र म त सँगै कलेज पढेको पहिले। अहिले भेट नभएको पनि 5-7 वर्ष भयो। ऊ आफ्नो काममा व्यस्त छिन्, म आफ्नो काममा। फेरि भेटेर झगडा गरौँला नि। झगडा चाहिँ नगराए। निरु पनि निकै मजाकी छन्। उसका आमा बाबु मात्रै अलि हैसियतका कुरा गर्छन्। हाम्रो झगडा हुँदैन आमा। अनुरोधले उसलाई भुलेपछि के को झगडा? यसले सब कुरा मिलाउँछ। कस्ता कस्ता मान्छे चिनेको छ, सब कुरा यसले गर्छ। हेलो हजुर सर, ए ल अस्मा आयो। ला मेरो त अफिसबाट फोन आयो, जानुपर्ने भयो। म गएँ है। कस्ती लाग्यो त अनिसा माइली दिदी? अब छोरोलाई काम लगाइदिनु, पैसा कमाइदिनु त गजबको लाग्यो है। अनुरोध, ओइ कहिले आइस् त विदेशबाट? धेरै भइसक्यो यार। ला त पढाइ छोडेर बिचैमा विदेश गइस्, अनि विदेशबाट आएर के काम गर्दैछस्? गर्दैछु यार सानोतिनो काम। अनि त के गर्दैछस् त? त्यही त हो, म पनि सानोतिनो प्राइभेट कम्पनीमा काम गर्दैछु यार। अनि पढाइ सकाइस् त? सक्यो भन्नु पर्ला। के कफी खानी हो? कफी होइन यार, म ग्रिन टी खान्छु। भाइ एउटा ग्रिन टी ल्याउनुहोस् त। हस्। अनि बिहे गरिस् त? छैन यार, अब छिट्टै गर्छु होला। कुरो अगाडि बढ्दैछ। अनि तैँले बिहा गरिस् त? छैन यार, भर्खर त पैसा कमाउनतिर लागेको छु। अब गर्ने हो बिहे। हेलो, म यहाँ आइसकेँ त। तिमी कति बेला आउने? मेरो घरमा सानो काम पर्यो, म आउन अलि ढिलो हुन्छ है। ए ल ल ल, म कुरी राख्छु नि त यिनले रे। कसको फोन हो? साथीको यार, यहीँ आउँछु भन्थ्यो, काम पर्यो रे, अलिक कुर्नु पर्ने रे। अनि जिएफ छ कि अझै रित्तै छस्? अहिले भेटाएको छु। तेरै गर्लफ्रेन्ड त हो नि, अब छिट्टै मेरो हुन्छ। के भयो, टोलाइस् त? गर्लफ्रेन्डलाई सम्झेको नि यार। सम्झे आफ्नो त जिएफ सम्झ्यो कि त्यसको जुगे बाउको याद आउँछ। साह्रै अप्ठ्यारो छ यार मेरो जिएफको बाउ। यो जमाना पनि हैसियतको कुरा गर्छ। अब छोराछोरीको मामलामा बाबामा त्यस्तो भइहाल्छ नि यार, कमन थिङ हो नि यो भने। त्यो पनि हो, पहिला हैसियत बनाऊ, अनि के भन्दो रहेछ हेरौँला। हेलो अनुरोध, तुरुन्तै आइहाल। किन आइहाल्नु पर्ने? काम आएको छ, आइहाल न। निकेश, मेरो अर्जेन्ट फोन आयो, म जानुपर्ने भयो। पछि भेटेर कुरा गरौँला है।